हेलो साथीहरू, बिहानै उठेर खाली पेटमा चाहिँ हैन सबै त खानु के, तर यो करेन्ट हट एन्ड स्पाइसी यो धनिया नखाने है। मुटु पोलाएर आम्मा मर्न आँटिसक्यो। यहाँ आइज न, पानी दे न मलाई। नखाम भन्छु हो। खाएको खाएरै मनपर्छ हो, के भएको पिरो चाहिँ मर्छु क्या मुटु पोलेर। दे न छिटो, पानी दे न। सक्यो यत्रो एक पाइप डल्लै खाइदिएको बिहानतिर लु मरेर खाली पेटमा। पिरो एकदमै मनपर्छ क्या मलाई, किनभने र्याउ 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 भइरहेछ। हिजो बमिट गर्दै 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 आएको नि त, बिहान 5 बजीदेखि बेलुका 9 बजीसम्म बमिट गर्दै दिनभरि हो। अन्त त्यही भएर पनि होला आत्माले चाहिँ अमिलो पिरो खाउँ लागिरहेको। तर फेरि नराम्रो नसोच्नु है, फेरि अमिलो पिरो खाउँ भन्दा त कतिजनाले त फेरि नेगेटिभ पनि सोच्ने हुन्छ नि त। त्यस्तो चाहिँ नसोच्नु ल, आत्मा कमजोर भएर हो क्या। त्यो डल्लै खाइसकेँ मैले, जम्मै खाइदिएँ ल नानी, जम्मै खाइदिएँ है, सक्यो। पानी दे न, पानी हाल्छु नि, पानी हाल्छु म। कस्तो पिरो भयो, पानी पनि सक्यो। पानी सकेछ है, पानीले